के हजुरहरूको घरको एउटा कुनामा वाइफाई राम्रोसँग चल्छ तर अर्को कुनामा पुगिसकेपछि नेट नै हराउँछ? वा एउटा तलामा राम्रोसँग सिग्नल आउँछ तर अर्को तलामा पुगिसकेपछि बफरिङ हुन्छ? अब यस्तो समस्या हटाउनको लागि सजिलो समाधान लिएर आएका छौँ। यो एकदमै राम्रो ब्रान्ड टिपी-लिङ्कको N300 मोडलको वाइफाई रिपिटर। यसले हजुरहरूको वाइफाई सिग्नललाई बुस्ट गरेर टाढासम्म घरको हरेक कुनामा राम्रो कभरेज दिनलाई मद्दत गर्छ। यो रिपिटर एकदमै पोर्टेबल डिजाइनमा पाउन सक्नुहुन्छ र यसमा 300 एमबिपिएस सम्मको वायरलेस स्पिड पाउन सक्नुहुन्छ। यसलाई अनबक्सिङ गरेर पनि हेरौँ। यो रिपिटर 2x2 मिमो टेक्नोलोजीमा आधारित रहेको छ। 2x2 मिमो टेक्नोलोजी भन्नाले यो देख्नलाई सिम्पल र एन्टिना रहित देखिए पनि यो भित्र दुईवटा ट्रान्समिटर र दुईवटा रिसिभर पाउन सक्नुहुन्छ, जसले गर्दा सजिलै सिग्नल आदान प्रदान गर्न मद्दत गर्छ। यो रिपिटर जुनसुकै राउटरसँग कम्प्याटिबल भएकोले नयाँ राउटर किन्नुपर्ने आवश्यकता पर्दैन। साथै यसमा रहेको इथरनेट पोर्ट प्रयोग गरेर सिसिटिभी, डेस्कटप पिसी, स्मार्ट टिभी, गेमिङ कन्सोल लगायत ल्यान केबल जडान गरेर प्रयोग हुने डिभाइसहरू सजिलै जडान गर्न सक्नुहुन्छ। यो रिपिटरलाई जडान गर्न पनि एकदमै सजिलो रहेको छ। यसलाई वान टच डब्लुपिएस सेटअप अथवा टिपी-लिङ्कको टेदर एप डाउनलोड गरेर मोबाइलबाटै सेटअप गर्न सक्नुहुन्छ। यदि हजुरहरू आफ्नो घर वा अफिसको वाइफाई कभरेज बढाउनको लागि राम्रो र भरपर्दो वाइफाई रिपिटर खोज्दै हुनुहुन्छ भने हजुरहरूको लागि यो उत्कृष्ट चोइस हुन सक्छ। यदि यो डिभाइस खरिद गर्न चाहनुहुन्छ भने गल्छी 8 धादिङमा रहेको गल्छी इलेक्ट्रोनिक्समा आएर खरिद गर्न सक्नुहुन्छ अथवा हामीलाई नेपालको जुनसुकै कुनाबाट पनि अनलाइन अर्डर गर्न सक्नुहुन्छ। धन्यवाद।